नमस्कार सम्पूर्णलाई। आज विशेष गरी हाम्रो यो थोतोङ गुम्बाको बारेमा छोटकरीमा एउटा जानकारी गराउन पर्दाखेरि चाहिँ अब हाम्रो यो थोतोङ गुम्बा चाहिँ एकिनसँग भन्नु नसके पनि आजभन्दा 100 वर्ष अगाडिको चाहिँ कुरा हो। यहाँ चाहिँ ढुकबरबुजी भन्ने चाहिँ एकजना नाम पाल्नु भएको थियो। उहाँ चाहिँ सुरुवातमा यो भण्डारको चाहिँ यो नाजिङ भन्ने ठाउँमा तल एउटा जङ्गल छ, त्यहाँ बस्नु भएको छ। त्यसपछि चाहिँ उहाँ आउनु भएर चाहिँ यो माथि हामीले यहाँ रिभोक भन्ने गर्छ, यहाँ सिङनासा पनि भन्छ, यो माथि एउटा त्यो दुपीको जङ्गल छ, त्यहाँ चाहिँ उहाँले गुम्बा स्थापना गर्ने सोचले त्यहाँ बस्नु भएको छ। त्यहाँ पनि अलिकति उच्च चाहिँ स्थान नभएको कारणले अनि पछि उहाँहरू यहाँ आउनु भएको छ। अनि यो ठाउँमा चाहिँ उहाँले यो वास्तु शास्त्र अनुसार अथवा चाहिँ यो भूमि परीक्षण गर्दाखेरि चाहिँ यो ठाउँ चाहिँ उत्तम देख्ने भएको हुनाले यो ठाउँलाई चाहिँ अब चाहिँ बुद्ध शासनहरू चाहिँ धेरै लामो समयसम्म बस्ने यस्तो चाहिँ उहाँले परीक्षण कालमा यसरी देख्नु भएको चाहिँ उहाँले यहाँ चाहिँ गुम्बा स्थापना गर्नुभएको रहेछ सुरुवातमा। त्यसपछि चाहिँ नि अनि क्याप्ची दिफुरिमुची उहाँ पाल्नु भएको रहेछ यो ठाउँमा। धेरै समयसम्म उहाँ यहाँ बस्नु भएर उहाँले चाहिँ यहाँ आगम भयो, त्यस गरी चाहिँ अभिषेक भयो, त्यसै गरी चाहिँ यो के अरे चाहिँ पूर्वगमन अभ्यास लगायतका चाहिँ विभिन्न विशेष गरी महायान अन्तर्गतका चाहिँ तान्त्रिक विधिहरूबाट चाहिँ यहाँ जुन धर्मदेशनाहरू चाहिँ उहाँले धेरै दिनुभएको रहेछ। उहाँ चाहिँ निकै लामो समयसम्म उहाँ लगभग 3 दशकसम्म चाहिँ उहाँ यहाँ बस्नुभएको कुरा रहेछ। त्यसपछि चाहिँ यहाँका चाहिँ उहाँहरूको चेलाहरूले क्रमशः रूपमा चाहिँ यो गुम्बाहरू र यहाँको समितिहरू पनि भएर चाहिँ सम्हाल्दै आएको रहेछ। त्यसपछि यो गुम्बा चाहिँ एकचोटि चाहिँ अलि जीर्ण अवस्थामा पुग्यो। यो भत्किएपछि गाउँलेहरू सबै मिलेर चाहिँ एकचोटि बनाएको थियो। अनि बनाएपछि फेरि निकै लामोसम्म रह्यो। फेरि त्यसपछि चाहिँ 72 सालको भूकम्पले अनि ध्वस्त नै पार्यो। त्यसपछि चाहिँ अनि यो पूर्णनिर्माण भएको अहिले चाहिँ यो प्राण प्रतिष्ठा पनि भइसक्यो। यो अहिले भइरहेको गुम्बा चाहिँ यहाँ पृष्ठभूमिमा देख्नु भएको गुम्बा यो हो। यो चाहिँ अब यहाँका समितिहरूले अनि हाम्रो परम पूजनीय गुरु एससी साङ्गो रिम्पोछे र खान्डोपी मछिन रिम्पोछे उहाँ अन्तर्गत चाहिँ यो सञ्चालित हुने हिसाबले चाहिँ उहाँहरूले यहाँ गुम्बा चाहिँ यसरी संस्थागत रूपमा उहाँहरूलाई चाहिँ सुम्पिनु भएको रहेछ। अनि त्यसपछि चाहिँ यहाँको पठन पाठन अनि यहाँको चाहिँ घाँस बास कबासका सम्पूर्ण व्यवस्थाहरू चाहिँ हाम्रो परम पूजनीय गुरु चाहिँ जेपजी एससी साङ्गो रिम्पोछे र खान्डोपी मछिन रिम्पोछे र त्यसै गरी चाहिँ यहाँ छोटो जरम्बैसे दुजी रिम्पोछे उहाँहरूबाट चाहिँ हुने चाहिँ सम्पूर्णलाई जानकारी नै छ होला। अनि यसरी चाहिँ सञ्चालन भइरहेको छ अहिलेसम्म।
Thank you.
가도 서이 저리 가야 돼. 가도 한번 더. 바라. हाम्रो यहाँ पूजनीय गुरुको विषयमा सम्पूर्णलाई जानकारी नहुन सकिन्छ। त्यस कारणले अब संक्षिप्त रूपमा गुरुवरको चाहिँ जानकारी गुरुवरको विषयमा बारेमा भन्नु पर्दाखेरि चाहिँ अब परम पूजनीय गुरु चाहिँ अब बाल्यकालदेखि नै तृष्ण बुद्धि भएको र चाहिँ एकदम गुरुप्रति चाहिँ श्रद्धा भएको र भगवान बुद्ध र बुद्ध दर्शनप्रति चाहिँ एकदम उत्सुकता जाँगर भएको विभिन्न लक्षणयुक्त भएको चाहिँ महान व्यक्तिको लक्षण भएको जस्तो हुनुहुन्छ र उहाँले बाल्यकालदेखि चाहिँ निकै सङ्घर्षपूर्ण रूपमा उहाँले चाहिँ बौद्ध दर्शन शिक्षाहरू चाहिँ हासिल गर्नुभयो। विशेषतः उहाँले अब केपी तुजुङ रिम्बुछे अन्तर्गत त्यहाँको चाहिँ सेटा अथवा त्यहाँ विश्वविद्यालयबाट चाहिँ उहाँले शिक्षा पूर्णता गर्नुभएको थियो। त्यसै गरी चाहिँ उहाँले विभिन्न गुरुहरूलाई चाहिँ उहाँले आश्रय लिनु भएर चाहिँ गुरुबाट आश्रित भएर उहाँ धेरै चाहिँ ज्ञानहरू हासिल गर्नुभयो। आगमहरू भए, त्यसै गरी अभिषेकहरू भए, त्यसै गरी उपदेशहरू भए। यी विभिन्न चाहिँ जुन बौद्ध ग्रन्थहरू छ, बौद्ध दर्शनहरू छ, त्यसै गरी गुरु रिम्पोछेबाट चाहिँ जुन सञ्चालित भएको जुन निधिहरू छन् ती निधिहरू सम्पूर्ण चाहिँ उहाँले चाहिँ ग्रहण गर्नुभयो र उहाँबाट विशेष रूपमा चाहिँ उहाँका गुरु अब धेरै गुरुहरूमध्ये पनि परम पूजनीय चेप्जिङ जोक्सिङ युसु छेरमजी भन्ने चाहिँ महान सिद्ध गुरु हुनुहुन्थ्यो। उहाँ चाहिँ महान विद्वान पनि हुनुहुन्थ्यो। पछिल्लो समयको एकदम सर्वश्रेष्ठ रूपमा गनिन्छ उहाँ त्यस्तो विद्वान हुनुहुन्थ्यो। उहाँ र चाहिँ चेप्जी दुङसेरिम्बुछे दुईवटा चाहिँ उहाँको मूल गुरुहरूमध्ये पनि मूल गुरुहरू पर्नुहुन्छ र उहाँहरूबाट चाहिँ निर्देश अनुसार उहाँले चाहिँ जुन जोक्सिनको बारेमा महासन्धिको बारेमा उहाँले चाहिँ शिक्षा ग्रहण गर्नुभयो। गर्नु भएपछि उहाँलाई चाहिँ जुन त्यो महासन्धिको आगम र उहाँको उपदेशहरू चाहिँ उहाँले ग्रहण गर्नुभएपछि उहाँलाई चाहिँ भित्रबाट चाहिँ ज्ञानको जुन शिक्षा चाहिँ उहाँलाई प्राप्त भयो। उहाँले अधिगम भन्छ, हामीले नेपाली भाषा भन्नुपर्दा कि यो सम्पूर्ण बुझ्न नसक्ला, जसले हामीले हाम्रो लामा भाषामा चाहिँ तक्क भनिन्छ। तक्क भनेको चाहिँ उहाँको अधिगम चाहिँ प्राप्त भयो र उहाँ चाहिँ विशेष श्रेणीमा चुनियो। तर बाह्य रूपमा यसरी हामीले देख्न सकिँदैन, तर उहाँको आन्तरिक ज्ञान चाहिँ त्यो तहसम्म पुगिसकेपछि अब जुन उहाँको मूल दुईवटा गुरु हुनुहुन्थ्यो, दुईटै गुरुहरूले चाहिँ उहाँलाई यस प्रकारको उहाँलाई आगाम भयो, अगाइ भयो। अब हामीले लुङदिन भन्छ त्यो भयो। त्यो के भयो भनेदेखि उहाँले चाहिँ अब एउटा लक्षणयुक्त चाहिँ खाँडो चाहिँ उहाँले लिनुभयो भनेदेखि अनि त्यस माध्यमबाट चाहिँ धर्मदेशनाको चाहिँ एकदम व्याप्त रूपमा फैलिने र चाहिँ जगतको चाहिँ कल्याण हुने चाहिँ यस्तो प्रकारको चाहिँ लक्षणहरू देख्नु भएर अनि उहाँले चाहिँ विशेष गरी परम पूजनीय के अरे दोङसे टिम्लिङ रिम्पोछे र युसु छेङ रिम्पोछे उहाँबाट चाहिँ निर्देश अनुसार उहाँले खाँडो ग्रहण गर्नुभयो र त्यसपछि चाहिँ उहाँहरूको जस्तै भविष्य बानी भएको अनुसार नै उहाँले अब धर्मदेशनले चाहिँ एकदम व्याप्त रूपमा चाहिँ सम्पूर्ण रूपमा चाहिँ अहिले फैलिरहेको चाहिँ जगजाहेरै छ।
यसै गरी चाहिँ नि उहाँले आजसम्म चाहिँ अब धेरै ठाउँमा यहाँ मात्र नभएर चाहिँ अब विशेष केन्द्र चाहिँ हाम्रो चाहिँ समी स्मृति विश्वविद्यालय भयो त्यसपछि हाम्रो चाहिँ फर्पिङमा त्यहाँ विश्वविद्यालय छन् त्यहाँ चाहिँ पठन गर्ने विद्यार्थीहरू धेरै छन् त्यसै गरी चाहिँ अरू चाहिँ यो पश्चिमी क्षेत्रहरूमा पनि धेरै गुम्बाहरू बनाएर चाहिँ यसै गरी पठन सुरुवात गरिएको छ यसै गरी चाहिँ अब विदेशमा नि उहाँको चाहिँ गुम्बाहरू संस्थाहरूबाट चाहिँ यो बौद्ध दर्शनको चाहिँ विषयमा चाहिँ व्याप्त रूपमा चाहिँ पठन लगायतका शिक्षा दीक्षाहरू पनि भइरहेको छन् त्यसै कारणले उहाँको अब आन्तरिक चाहिँ उहाँको चाहिँ कहानीहरू त अब हामीले बताउन सक्ने क्षमता हुँदैन तर संक्षिप्त रूपमा बताउन पर्दाखेरि चाहिँ उहाँको यस प्रकार छन्। गुम्बाको विशेषताको बारेमा बताउनु पर्दाखेरि चाहिँ अब गुम्बा चाहिँ किन बनाइन्छ भनेदेखि अब गुम्बा भनेको चाहिँ एउटा भगवान बुद्धको धर्मशासन को चाहिँ सञ्चालन हुने एउटा केन्द्रको रूपमा चाहिँ गुम्बा यसरी भनिन्छ। त्यही भएको हुनाले अब हाम्रो यहाँको गुम्बा चाहिँ विशेष गरी अब यो बौद्ध दर्शनशास्त्रहरूको पठन पाठन हुने गुम्बा भएको हुनाले अनि बौद्ध दर्शनको बारेमा सम्पूर्ण रूपमा जानकारी पाउने र यसको शिक्षा दीक्षा चाहिँ लिन पाउने त्यस्तो भएको हुनाले अब यो गुम्बामा चाहिँ यहाँ समी स्मृति विश्वविद्यालयबाट चाहिँ 16-17 वर्षसम्म चाहिँ के अरे यो शिक्षा प्राप्त गरेका दीक्षान्त भएका अनि यहाँ शिक्षकहरू खेम्पो लोपनाहरू यहाँ पाल्नु भएर अनि यहाँ यसरी शिक्षा दिने गरिन्छ। अहिले चाहिँ यहाँ प्राथमिक माध्यमिक तहसम्म चाहिँ यहाँ शिक्षा दिने गरिन्छ। यहाँ चाहिँ यसमा पनि दुई पाटो हुन्छ, एउटा चाहिँ साधनाको रूपमा जाने पक्ष एउटा छ र अरू चाहिँ फिलोसफी दर्शन चाहिँ हेर्ने दुईवटा पाटा हुन्छन्। अनि यो दुईटै शिक्षा चाहिँ यहाँ प्राप्त हुन्छ किनभने यहाँ चाहिँ यो भगवान बुद्धको जुन दर्शनहरू चाहिँ जुन त्रिपिटकहरू चाहिँ संक्षिप्त रूपमा संक्षिप्त रूपमा चाहिँ यो नालन्दा विश्वविद्यालयका त्यसै गरी चाहिँ विक्रमशिला ओतनपुरी सोमनाथ लगायतका विश्वविद्यालयमा चाहिँ एकदम चाहिँ के अरे पूर्णतः शिक्षा प्राप्त गरेका चाहिँ महान विद्वानहरू आचार्य नागार्जुन दिङनाथ लगायतका विद्वानहरूले चाहिँ रचित गरेका रचाएका
जुन पुस्तकहरू छन् ती पुस्तकहरू नै यहाँ पठन पाठन हुने हो विशेष गरी मूलभूत रूपमा यसरी पठन पाठन हुने हो अनि त्यो शिक्षा चाहिँ भगवान बुद्धको वास्तविक दृष्टिकोण के छ वास्तविक सिद्धान्त के हो र चाहिँ बुद्धता भन्ने कसरी प्राप्त हुन्छ भन्ने विषयमा भएको हुन्छ र त्यो विषयमा यो एउटा चाहिँ हामीले यहाँ चाहिँ शिक्षा दिने भयो अर्को चाहिँ के हो भने अर्को चाहिँ अब यो निधिबाट गुरुपत्म सम्भवतः चाहिँ यो उहाँबाट चाहिँ सुरुवात भएको भन्न त अब सकिन उहाँभन्दा अगाडि पनि भएको हो तर पनि यो हाम्रो जुन तिब्बती परम्परा अनुसार भन्दाखेरि चाहिँ उहाँले चाहिँ उहाँको शिक्षाबाट चाहिँ कर्मस्वरूपमा आएको जुन निधिहरू छन् निधिको साधनाहरू छन् यो तिर्स्यो भन्छ हामीले त्यो निधिहरूको साधनाहरूको चाहिँ गर्ने विधिहरू कसरी गर्ने यो कसरी पढ्नुपर्छ भन्ने सम्पूर्ण यसको चाहिँ विषयगत रूपमा सम्पूर्ण रूपमा चाहिँ यहाँ यसको पठन पाठन हुने गरिन्छ र त्यो त्यस मध्येमा पनि अहिले हाम्रो यो गुम्बा चाहिँ अहिले के भएको छ भनेदेखि हाम्रो चाहिँ परम पूज्यनीय अब केपी दुजुम रिम्बुछे उहाँ चाहिँ अब यो पछिल्लो समयको चाहिँ महान निधिपति हुनुहुन्छ महान तीर्थम्ब हुनुहुन्छ अनि उहाँबाट चाहिँ यो चाहिँ रचना भएको अथवा उहाँबाट आविष्कार भएको यो निधिहरू छन् ती निधिको चाहिँ यहाँ चाहिँ पठन पाठन हुने साधना हुने त्यो निधि चाहिँ एकदम यो हामीले चाहिँ परम्परागतको गुरु हुन्छ जुन गुरु चाहिँ एकदम नजिकको भयो गुरु रिम्बुछेबाट चाहिँ स्वयं उहाँलाई प्राप्त भयो उहाँबाट चाहिँ हाम्रो परम पूजनीय गुरु श्री साम्बो रिम्बुछेहरूलाई चाहिँ प्राप्त भएको र त्यही निधि चाहिँ हामीले यहाँ चाहिँ गतिशील रूपमा चाहिँ हामीले पठन पाठन गर्ने र यसको साधना गर्ने हुने भएकोले यो निधिबाट चाहिँ हामीले धेरै चाहिँ लाभ हुन सकिन्छ धेरै चाहिँ यो चाहिँ निधिबाट चाहिँ एकदम तीव्र रूपमा चाहिँ यसको चाहिँ जुन सिद्धहरू चाहिँ प्राप्त हुने भएको हुनाले एकदम चाहिँ यसको चाहिँ यो ठुलो चाहिँ यसको भूमिका हुन्छ र ठुलो चाहिँ यो कारणले चाहिँ धेरै चाहिँ हामीले लाभहरू प्राप्त हुन सकिन्छ त्यसो भएको हुनाले अनि यहाँ जुन निधिको साधना गर्ने र बुद्ध दर्शनको चाहिँ बारेमा बुझ्न चाहने अथवा बुद्ध दर्शनको बारेमा पढ्न चाहने भएको यदि हुनुहुन्छ भनेदेखि यहाँहरू सहज रूपमा यहाँ पाल्न सक्नुहुन्छ यहाँहरूको जुन तीक्ष्ण बुद्धि भएको बालबच्चाहरू यहाँ सहज रूपमा राख्न सकिन्छ यहाँको बाँकी पनि योभन्दा पहिले पनि बताइसकेको छु कि यहाँ चाहिँ घाँस बस कवचको व्यवस्थादेखि लिएर सम्पूर्ण पठन पाठनको व्यवस्था भएको हुनाले यहाँका पाइक पर्ने नजिकका छिमेकीहरू सम्पूर्ण चाहिँ यो बुद्ध दर्शनप्रति चाहिँ आस्था भएको व्यक्तिहरू हुनुहुन्छ भनेदेखि यहाँ चाहिँ एउटा चाहिँ शिक्षाको केन्द्रको रूपमा रहेको हुनाले यो उच्च ठाउँ र उच्च शिक्षा दिने ठाउँ हो भनेर चाहिँ यहाँले बुझ्न सक्नुहुन्छ अनि हाम्रो यहाँ गुम्बामा चाहिँ अब सम्पूर्ण गुम्बामा उस्तै हो यहाँ गुम्बा विशेष गरी थोतुङ गुम्बाको बारेमा बताउनु पर्छ कि यहाँ चाहिँ अब हामीले त्यो शुक्ल पक्ष र कृष्ण पक्ष दुई पक्षको चाहिँ दशमी तिथिमा चाहिँ यो गुरु रिम्बुछेको पूजा र खाँडोको पूजा हुन्छ त्यसलाई चाहिँ हामीले सेचुन्याङ्गा भनिन्छ अनि त्यो पूजाहरू चाहिँ यो निरन्तर रूपमा गरिने सधैँ गरिने पूजाहरू हुन् र बिहान बेलुका चाहिँ सम्पूर्ण जगतको सुख शान्ति स्वास्थ्यको निमित्त अनि पूजा गर्ने गरिन्छ बिहान बेलुका पनि पूजा त्यो जुन हामीले धर्म पालहरूको पूजा बिहान चाहिँ साङहरूको पूजाहरू गरिन्छ त्यो चाहिँ निरन्तर रूपमा सधैँ हुने भयो त्यसै गरी विशेष रूपमा अब न्युनेको पूजा भयो त्यसै गरी जुन यो भगवान बुद्धको जुन धर्मदर्शन दिनुभएको जुन धर्मचक्र प्रवर्तनको दिवस छ त्यसलाई चाहिँ विशिष्ट रूपमा मानेर यहाँ पूजा आजा र चाहिँ त्यस विषयमा प्रवचनहरू पनि गरिन्छ र त्यसै गरिकन अब विशेष जुन गुरुहरूको चाहिँ यो ध्यान भएको समारोह भयो त्यसै गरी अरू कुनै पनि चाहिँ अब विशेष रूपमा भगवान बुद्धको चाहिँ लीलाहरू गुरु रिम्बुछेको लीलाहरूको प्रमुख लीलाहरूको तिथि पारेर यहाँ चाहिँ विशेष पूजाहरू चाहिँ गर्ने गरिन्छ अनि संक्षिप्त रूपमा जानकारी यही नै छ र यसको विशेष रूपमा जानकारी पाउनलाई यहाँले यहाँ गुम्बामा आउनु भएर चाहिँ यहाँ जानकारी लिन सक्नुहुन्छ अहिले यति भन्छु नमस्ते।